हेलो गाइजहरु आज चाहिँ मौसम चिसो भएर हामी चिया खान लाग्यो है के को चिया कसैलाई दशैं सकिन तिमीलाई दशैं सकिन छोरी मान्छे भएर कोही तास खेल्छ अघि भएर कसले सुरु गरेको कसले सिकायो तिमीले यो तास खेल्न हजुरले मैले होइन मलाई त आउँदैन मलाई त तास हेर्नै आउँदैन सिर्फ जुडपति खेल्न आउँछ रे के लाग्नु चिया आमा कुन खालको चिया हो यो कसले बनाएको रे के गरिदिनु भयो चिया यसरी गरे अनि कुकरमा चिया खाइदिएको हामीले आज कुकर चिया कुकर चिया कुकर यसरी कुकरमा चिया कसले खान्छ हामीले कसले बनाएको रे चिया मैले भन्न नि अलिकति शरम लाग्दैन डाडुमा पानी हाल्दा भाँडा चाहिँ रेनीले माझेको भाँडा त मैले माझेको अघि खाएँ नि एक खाल संस्कारी भयो के लाग्छ तिमीलाई म छ कि छैन छैन साँच्ची के थाहा तिमीलाई म घरको जिठी बुहारी भर्खर थाहा भयो मेरो घरको जिठी बुहारी हो नि मलाई कति माया गर्छ मेरो सासू आमाले ससुरा बाले मम्मी आउनु के गर्न बोलाएको मम्मीलाई तास खेल्न गाह्रो छ नि चिया बनाएर नि दिनु छ है गाह्रो हुन्छ यहाँ राख्यो भने त पोखिन्छ भनेर कि भयमै राखेको क्या यही त क्याचक्कै हुन्छ यही खाने कुरो सुसु गरेर आएको तिमीले यसमा तिम्रो त्यहाँ भिजेछ हाल्ने भने तपाईँले त्यसले सुगरी किन हालेर आएर अर्को फ्यालिदिएर अर्को लिएर आएको सु गरेको हेरेको हेर्नु अब त्यहाँ त स्पाइडरम्यान पो रहेछ त तिम्रो त स्पाइडरम्यानको चड्डी पनि आउँदो रहेछ त के छ तिम्रो के छ रे तिम्रो चड्डीमा तिम्रो त स्पाइडरम्यानको चड्डी लगाएको त्यही भएर जताततै पिसा फेरिदिँदो रहेछ स्पाइडरम्यानले त्यस्तो गर्छ नि त होइन के बाँड्नु छोड पहिला उयो चिया खाऊ चिया पोखिन्छ छोरी मान्छे हाँसेछ आज हामीले भ्लग बनाएको रेमन्सले आफ्नो चड्डी देखाएको होइन मेरो हाइट पुगेन गाइसहरू छ्या त्यसरी बसेर त नखाऊ न दिम त भेटेन भने होइन कसरी भेट्छस् अब त्यसरी पुग्छ के गरी बसेको होला एउटा धोती लगाइदिनु पर्ने थियो बल्ल छोप्यो फेरि बस्यो त्यसरी आऊ किन्दिन म पेन्टी सुरा लाइछु भन न सेलाइ छ है तातो होला भनेर नआएको त पुरा सेलाइ छ समातेर खाऊ न एउटा हातले कति मजाको सानो च्याट्टा परेको छ कि है कप जति सबै फुटाइसक्यो डम्म थियो अघिको चटपटेर उसले अब दुध चियाले झन् डम्मै हुन्छ एकैचोटि बोल्यो भने भात खाने रोप्न चाहिँ रोप्ने हो पेट पढिरहेको छ अनि
के बोलेछ रे अर्कै सुरु आएर गुड अहिले चाहिँ बल्ल राम्रो देखेँ हो सानो भुजी सब चम्चाले खाऊ झिकेर त्यही सबै हालेर चम्चा झिकेर लिएर जाऊ के यसलाई परेछ मजाले ल फेरि डान्स गर त कम्बर मात्रै घुमाएर देखाइदेऊ मलाई ल कम्बर मात्रै घुमाएर देखाइदेऊ मेरो बारुली कम्मर भन्दै हो एक बोतल दुधको सबैको बनाऊ ज्यामले बाबाले खाने भनेर त बनाएको मामाले मकै बारी दरेम दरेम कसरी गर्छ रे हरियो काक्रो करेम करेम कसरी गर्छ भन न त्यसरी गर्छ नागिन डान्स हो नागिन डान्स त देख्यो नाग डान्स चाहिँ अझै देख्यो ल काभ्रेली डान्स देखाइदेऊ होइन पादेको हो पादेको होइन काभ्रेली डान्स अस्ति कुशल अङ्कलको उसमा नाचेको जस्तो नाच न कसरी नाचे त्यसरी खुट्टा उचाली उचाली त्यसरी बसेर नाचे त्यो उठेर नाचेको होइन तिमी एउटा खुट्टा उचाली उचाली मैले देखेको थियो हो तिमी पछि यहाँ आएर नि नाचेको थियो नि त अनि थाहा भएको नि त तिमी त्यसरी नाच्यौ भनेर लाडे पल्टेको मम्मीले खिलाइदिनु पर्ने रहेछ क्या बिहान बाबाले खानिदिनु भात खानिदिनु कि खानिदिनु तिमीलाई मम्मी माया लाग्छ बाबा माया लाग्छ भन न को बढी माया लाग्छ मम्मीको लाग्छ बाबाले सुन्छ भनेर ढोका थुन्देऊ न बाबाले सुन्नु हुँदैन त्यति मुखले नि भन्न सक्दैन है मलाई अब दुईजनै माया लाग्छ भन्न सक्दैन है त्यसो लाज मानी किन भनेको त नि सलमान खान रे होइन कति